नमस्ते। शिक्षामा सूचना तथा सञ्चार प्रविधि मतलब आईसीटी अनि कृत्रिम बुद्धिमत्ता एआई यसको चर्चा आजकल जताततै छ। हो नि। आज हामी यही विषयमा अलिकति गहिरेर कुरा गर्दैछौँ। यी प्रविधिहरूले वास्तवमा सिकाइलाई कसरी बदलिरहेका छन् अनि अब भविष्य कस्तो देखिँदैछ त? एकदमै सान्दर्भिक विषय हो यो। हामीसँग आज विभिन्न स्रोतहरू छन्, जस्तो अन्तर्राष्ट्रिय संस्थाहरूका रिपोर्टहरू अनि हालसालै भएका अनुसन्धानहरू, कक्षा कोठामा प्रयोग भइरहेका प्रविधिहरूको विश्लेषण पनि छ। यिनीहरूकै आधारमा हामी शिक्षामा आईसीटी र एआईको वास्तविक प्रभाव कस्तो छ, सम्भावना के छ, त्यो केलाउने प्रयास गर्नेछौँ। त्यसो भए हाम्रो आजको छलफलको उद्देश्य के हो त? हामीले बुझ्नुपर्ने मुख्य कुराहरू के हुन्? मूलतः हामी के हेर्छौँ भने यी प्रविधिहरूले शिक्षण र सिकाइ प्रक्रियालाई कसरी रूपान्तरण गर्दैछन् अनि युनेस्को, ओइसिडी जस्ता ठूला संस्थाहरूले के भनिरहेका छन्, के मार्गनिर्देशन दिइरहेका छन्। नयाँ अनुसन्धानहरू जस्तै युट्युबको प्रयोगबारे अध्ययनहरू छन्, अनलाइन प्लेटफर्महरूले के देखाउँछन् त्यो पनि हेर्छौँ, अनि अलिकति प्राविधिक कुरा जस्तो फिचर इन्जिनियरिङ भन्ने हुन्छ, त्यसले कसरी व्यक्तिगत सिकाइमा मद्दत गर्छ भन्ने पनि केलाउनेछौँ। र अवश्य पनि यससँग जोडिएका नैतिक प्रश्नहरू, नीतिगत आवश्यकताहरू, त्यसमा पनि छलफल हुन्छ नै। सुन्दा त निकै फराकिलो दायरा समेट्ने जस्तो लाग्यो, तर यो महत्त्वपूर्ण पनि छ किनभने अब डिजिटल प्रविधि र एआई केवल एउटा विकल्प मात्रै रहेन, हैन र? यो त शिक्षाको अभिन्न अङ्ग बन्दै गएको छ। हो, तपाईले ठीक भन्नुभयो। यो अब भए राम्रो भन्ने कुरा रहेन, यो त आवश्यकता बन्दैछ। तर यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने प्रविधि आफैमा खै जादुको छडी त होइन। होइन, पक्कै होइन। युनेस्को र ओएसिडी जस्ता संस्थाहरूले के कुरामा जोड दिएका छन् भने प्रविधि सफल हुनका लागि यसलाई सही नीति, पर्याप्त शिक्षक तालिम र बलियो नैतिक आधारले निर्देशित गर्नुपर्छ। तब मात्र यसले समतामूलक, व्यक्तिगत र प्रभावकारी सिकाइलाई बढावा दिन सक्छ। यहाँ तपाईले युनेस्कोको कुरा उठाउनुभयो। उहाँहरूको मुख्य सन्देश के हो? प्रविधि प्रयोग गर्ने, तर कसरी? युनेस्कोको मूल मान्यता के हो भने प्रविधि साधन हो, साध्य होइन। अर्थात् प्रविधिले शैक्षिक लक्ष्यहरू पूरा गर्न सघाउनुपर्छ। प्रविधिका लागि मात्रै शिक्षा हुनु हुँदैन। साधन साध्य होइन। हो, उनीहरू नीति निर्माण र क्षमता विकासमा जोड दिन्छन्। जस्तै शिक्षकहरूलाई तालिम दिने, आवश्यक पूर्वाधार बनाउने, ताकि प्रविधिको लाभ सबैसम्म समान रूपमा पुगोस्, हुने खाने र हुँदा खाने बीचको खाडल झन नबढोस् भन्नेमा उनीहरूको जोड छ। अनि ओइसिडी नि उनीहरूले एआईको बारेमा के भनेका छन्? मैले सुने अनुसार उनीहरूले अवसर मात्र होइन, जोखिम पनि औल्याएका छन् रे। हो, ओइसिडीले एआईको सम्भावना र चुनौती दुवैलाई सन्तुलित रूपमा प्रस्तुत गरेको छ। उनीहरू भन्छन् एआईले व्यक्तिगत सिकाइ, मूल्याङ्कन, प्रशासनिक काममा ठूलो सहयोग गर्न सक्छ। तर यसका जोखिम पनि छन्, जस्तै एआई प्रणालीहरू कतिको निष्पक्ष छन्, के तिनले पूर्वाग्रहलाई बढावा दिन्छन् कि तिनले गर्ने निर्णयहरू कतिको पारदर्शी र व्याख्यायोग्य छन्। हो, त्यो त महत्त्वपूर्ण कुरा हो। अनि विद्यार्थीको मूल्याङ्कनमा यसको प्रभाव के हुन्छ? यी प्रश्नहरूलाई ध्यानमा राखेर मात्र एआई तयार पाठ्यक्रम र मूल्याङ्कन रणनीति बनाउनुपर्छ भन्ने ओइसिडीको सुझाव छ। यो त गम्भीर कुरा भयो। प्रविधिले सुविधा त देला, तर कतै यसले नयाँ किसिमका समस्या पो निम्त्याउने हो कि भन्ने चिन्ता पनि रहेछ। खास गरी उच्च शिक्षामा चाहिँ कस्ता प्रवृत्तिहरू देखिँदैछन् त अहिले? उच्च शिक्षाको कुरा गर्दा एउटा रिपोर्ट छ, एजुकाउस हराइजन रिपोर्ट 2024। त्यसले केही प्रमुख प्रवृत्तिहरू औल्याएको छ। उनीहरूका अनुसार आगामी केही वर्षमा जेनेरेटिभ एआई मतलब च्याट जीटीपी जस्ता प्रविधिहरू अनि लर्निङ एनालिटिक्स मतलब सिकाइ सम्बन्धी डेटाको विश्लेषण र डेटामा आधारित व्यक्तिगत सिकाइ डेटा ड्रिभन पर्सनलाइजेसनले ठूलो प्रभाव पार्नेछन्। लर्निङ एनालिटिक्स र डेटामा आधारित व्यक्तिगत सिकाइ, यो सुन्न अलि प्राविधिक लाग्यो। यसको मतलब के हो? अलि सरल भाषामा भन्न सकिन्छ कि? पक्कै पनि। लर्निङ एनालिटिक्स भनेको चाहिँ विद्यार्थीहरूले अनलाइन प्लेटफर्ममा कसरी सिक्दैछन् भन्ने कुराको डेटा हुन्छ नि। जस्तै कति समय लगाए, कुन सामग्री हेरे, कहाँ गल्ती गरे।
त्यही डेटालाई विश्लेषण गरेर उनीहरूको सिकाइ प्रक्रिया बुझ्ने र सुधार गर्ने तरिका हो। अनि यही विश्लेषणको आधारमा हरेक विद्यार्थीको आवश्यकता अनुसार फरक फरक सिकाइ सामग्री वा गतिविधिहरू सिफारिस गर्नु नै डेटामा आधारित व्यक्तिगत सिकाइ हो। बुझे। एजुकाउसको रिपोर्टले भन्छ अब विश्वविद्यालयहरूले यी प्रविधिहरूमा लगानी गर्ने र शिक्षकहरूलाई यसको प्रयोग गर्न सिकाउने योजना बनाउनुपर्छ। अब अलिकति अनलाइन प्लेटफर्म र भिडियो सिकाइतिर लागौँ न। खान एकाडेमी, कोर्सेरा जस्ता प्लेटफर्महरू अनि युट्युब, यिनीहरूको भूमिका कस्तो देखिन्छ त? यी प्लेटफर्महरू निकै महत्त्वपूर्ण साबित भएका छन्। अध्ययनहरूले देखाउँछन् कि यिनीहरूले कक्षा कोठा बाहिरको सिकाइलाई धेरै सहज बनाएका छन्। कसैलाई कुनै विषयमा थप मद्दत चाहियो भने वा कोही आफ्नो समयअनुसार सिक्न चाहन्छ भने यी प्लेटफर्महरू उपयोगी छन्। भिडियो पाठहरू, ससाना मोड्युलमा बाँडिएका कोर्सहरू र अभ्यास गर्ने प्रणालीहरूले सिकाइलाई लचिलो बनाएका छन्। युट्युब त झन् चाहे औपचारिक होस् वा अनौपचारिक ज्ञानको ठूलो भण्डार नै बनेको छ नि। युट्युबको कुरा गर्दा एउटा अनुसन्धानले कोभिड-19 पछि विद्यार्थीहरूले यसलाई कसरी प्रयोग गरे भन्ने हेरेको रहेछ। मैले पढे अनुसार उनीहरूले यसलाई मुख्य सिकाइ स्रोतको रूपमा भन्दा पनि पूरक सामग्रीको रूपमा बढी प्रयोग गरेको पाइयो रे। हो र? जस्तै कक्षामा नबुझेको कुरा स्पष्ट पार्न, कुनै प्रक्रियाको प्रदर्शन हेर्न वा परीक्षा अघि पुनरावलोकन गर्न। यसले विद्यार्थीको संलग्नता र पहुँच बढाएको देखियो भनिएको छ। त्यो अनुसन्धानले युट्युबको पूरक भूमिकालाई उजागर गरेको छ। तर यसका आफ्ना चुनौतीहरू पनि छन्, जुन स्रोतहरूले स्पष्ट पारेका छन्। पहिलो, सामग्रीको गुणस्तरमा धेरै भिन्नता छ। कुन भिडियो साँच्चै उपयोगी छ र कुन छैन भनेर छुट्याउन गाह्रो हुन सक्छ। त्यो त हो। दोस्रो, शिक्षकहरूले राम्रो सामग्री छानेर विद्यार्थीलाई दिनुपर्ने, मतलब क्युरेट गर्नुपर्ने आवश्यकता छ, जुन आफैमा समय लाग्ने काम हो। तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, डिजिटल विभाजनको समस्या। सबै विद्यार्थीसँग भरपर्दो इन्टरनेट र उपकरणको पहुँच छैन। यो ठूलो चुनौती हो। त्यसो भए यी चुनौतीहरूलाई सम्बोधन गर्न के गर्न सकिन्छ त? शिक्षकहरूले युट्युब जस्ता प्लेटफर्मलाई कसरी अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्छन्? केही उपाय छन् कि? स्रोतहरूले केही व्यावहारिक सुझावहरू दिएका छन्। जस्तै शिक्षकहरूले आफैले छानेका उपयोगी भिडियोहरूको प्लेलिस्ट बनाइदिन सक्छन्। प्लेलिस्ट हो। अनि भिडियो हेर्नु अघि वा हेरिसकेपछि के कुरामा ध्यान दिने भनेर सानो गाइड जस्तो दिन सक्छन्। अनि भिडियो हेरिसकेपछि त्यसमा आधारित कुनै सानो छलफल, प्रश्नोत्तर वा क्रियाकलाप गराएर त्यसलाई सक्रिय सिकाइमा जोड्न सक्छन्। यसले गर्दा विद्यार्थीहरू निष्क्रिय दर्शक मात्र नभएर सक्रिय सिकारु बन्छन्। राम्रो उपाय। यो त भयो अनलाइन प्लेटफर्म र भिडियोको कुरा। अब अलि भित्र पसेर कक्षा कोठामा प्रयोग हुन सक्ने एआई उपकरणहरूबारे कुरा गरौँ न। एड्याप्टिभ वा इन्टेलिजेन्ट ट्युटरिङ सिस्टम्स, आइटिएस भन्ने सुनिन्छ नि, यो के हो खासमा? आइटिएस भनेको एआई सञ्चालित प्रणाली हो जसले हरेक विद्यार्थीलाई उसको आवश्यकता अनुसार व्यक्तिगत रूपमा सिकाउने प्रयास गर्छ। यसले कसरी काम गर्छ भने विद्यार्थीले दिएको उत्तर वा गरेको गतिविधिका आधारमा प्रणालीले उसको ज्ञानको स्तर, कमजोरी र सिकाइ गति पत्ता लगाउँछ। अनि त्यही अनुसार अर्को प्रश्न सोध्ने, थप अभ्यास दिने वा फरक तरिकाले सम्झाउने गर्छ। यसले एक किसिमले व्यक्तिगत शिक्षकले जस्तै काम गर्ने कोसिस गर्छ। सुन्दा त भविष्यको कक्षा कोठा जस्तो लाग्यो। के यसले साँच्चै काम गर्छ त? अध्ययनहरूले के भन्छन्? अध्ययनहरूले मिश्रित परिणाम देखाएका छन्, तर समग्रमा सकारात्मक छन्। खास गरी जब यी प्रणालीहरूलाई राम्रोसँग डिजाइन गरिएको हुन्छ र शिक्षाशास्त्रका सिद्धान्तहरूलाई ध्यानमा राखिएको हुन्छ। एउटा महत्त्वपूर्ण कुरा के छ भने आइटिएस प्रणालीले उत्पादन गर्ने डेटा, मतलब एनालिटिक्सलाई शिक्षकहरूले प्रयोग गरेर विद्यार्थीलाई थप सहयोग गर्न सक्छन्। लकेन र उनका सहकर्मीहरूको एउटा प्रभावशाली समीक्षा छ। त्यसले के तर्क गरेको छ भने एआईको लक्ष्य शिक्षकलाई प्रतिस्थापन गर्ने हुनु हुँदैन, बरु शिक्षकको क्षमतालाई बढाउने हुनुपर्छ। एआईले शिक्षकको सहयोगीको भूमिका खेल्नुपर्छ। शिक्षकको क्षमता बढाउने, प्रतिस्थापन गर्ने होइन। यो निकै महत्त्वपूर्ण दृष्टिकोण हो। मलाई यो मान पर्यो। अब अर्को चर्चाको विषय जेनेरेटिभ एआई र मूल्याङ्कन। च्याट जीपीटी जस्ता उपकरणहरू आएपछि त परीक्षा र असाइनमेन्टको तरिका नै बदल्नुपर्छ भन्ने कुरा आइरहेको छ नि, होइन? हो, एकदम। एड्युकज र ओइसिडी दुवैले यो कुरा उठाएका छन्।
जेनरेटिभ एआईले सजिलै निबन्ध, कोड वा अन्य सामग्रीहरू उत्पादन गर्न सक्ने भएपछि परम्परागत मूल्याङ्कन विधिहरू जस्तै घरमा लेखेर ल्याउने निबन्धको प्रभावकारितामा प्रश्न उठेको छ। हो त नि। यसले संस्थाहरूलाई हामी वास्तवमा के कुराको मूल्याङ्कन गर्न खोजिरहेका छौं र त्यो मूल्याङ्कन कसरी गर्ने भनेर पुनर्विचार गर्न बाध्य बनाएको छ। त्यसो भए कस्ता परिवर्तनहरू आउन सक्छन् त मूल्याङ्कनमा? के अनुमान छ? सम्भावित परिवर्तनहरूमा बढी जोड रचनात्मक मूल्याङ्कनमा दिन सकिन्छ, मतलब सिकाइ प्रक्रियाकै क्रममा निरन्तर प्रतिक्रिया दिने। अर्को, प्रामाणिक कार्यहरूमा जोड दिने, जस्तै वास्तविक जीवनको समस्या समाधान गर्ने परियोजनाहरू, प्रस्तुतिहरू वा मौखिक परीक्षाहरू, जहाँ विद्यार्थीले रटेको ज्ञान मात्र नभई सिप र समझ पनि देखाउनु पर्ने हुन्छ। साथै एआई उपकरणहरूलाई नै मूल्याङ्कन प्रक्रियामा सहयोगीको रूपमा प्रयोग गर्न सकिन्छ, जस्तै प्रतिक्रियाको पहिलो मस्यौदा तयार गर्न। तर यहाँनिर के महत्त्वपूर्ण छ भने यसका लागि शिक्षकहरूलाई तालिम दिनु एकदमै जरुरी छ। हो, तालिम बिना त गाह्रो होला। यहाँनिर प्राविधिक पक्षको कुरा पनि आउँछ जस्तो छ। तपाईँले सुरुमा फिचर इन्जिनियरिङको कुरा गर्नुभएको थियो। डेटा र एआईमा रुचि राख्नेहरूका लागि यो के हो, अलिकति खोल्न सकिन्छ कि? यो कसरी व्यक्तिगत सिकाइ र आइटीएससँग जोडिन्छ? फिचर इन्जिनियरिङ अलि प्राविधिक शब्द भए पनि यसको अवधारणा सरल नै छ। कल्पना गर्नुहोस्, विद्यार्थीहरूले अनलाइन लर्निङ प्लेटफर्म एलएमएस भन्छौँ नि, जस्तै मुडल वा गुगल क्लासरुम, त्यसमा धेरै डिजिटल पदचिन्हहरू छोड्छन्। जस्तै कति पटक लगइन गरे, कुन भिडियो कति हेरे, क्विजमा कति समय लगाए, कति पटक प्रयास गरे, फोरममा के लेखे, असाइनमेन्टको ड्राफ्ट कहिले बुझाए, यस्तै। यो सबै कच्चा डेटा भयो। फिचर इन्जिनियरिङ भनेको यही कच्चा डेटाबाट अर्थपूर्ण जानकारी वा सुराग निकाल्ने प्रक्रिया हो। जस्तै पछिल्लो हप्ता कति घण्टा पढ्यो, क्विजमा औसत कति समय लगायो, भिडियो पुरा हेर्यो कि बीचमै छोड्यो, असाइनमेन्ट समयमा बुझायो कि ढिलो। यी सबै फिचर वा सूचकहरू हुन्। यी फिचरहरूले विद्यार्थीको सिकाइ व्यवहार र सम्भावित कठिनाइबारे महत्त्वपूर्ण जानकारी दिन्छन्। बुझेँ। भनेपछि यो जासुसले घटनास्थलमा सुरागहरू खोजे जस्तै भयो। यो सुराग मतलब फिचरले विद्यार्थीलाई कहाँ मद्दत चाहिन्छ भनेर पत्ता लगाउन एआई मोडेलहरूलाई सजिलो बनाउँछ। तपाईले ठ्याक्कै भन्नुभयो। एकदमै राम्रो उदाहरण हो। यी राम्ररी बनाइएका फिचरहरूले एआई मोडेल जस्तै आइटीएसमा प्रयोग हुने वा जोखिममा रहेका विद्यार्थी पहिचान गर्ने मोडेलको भविष्यवाणी गर्ने क्षमतालाई निकै बढाउँछन्। यसले गर्दा सही समयमा सही विद्यार्थीलाई आवश्यक सहयोग पुर्याउन सकिन्छ। आजकल अटो एमएल अर्थात् स्वचालित मसिन लर्निङको पनि खूब चर्चा छ नि। के यसले फिचर इन्जिनियरिङको कामलाई विस्थापित गर्न सक्छ कि मान्छेले नै बनाएको फिचर राम्रो हुन्छ? यो चाखलाग्दो प्रश्न हो। अटो एमएलले फिचरहरू पत्ता लगाउने र मोडेल बनाउने प्रक्रियालाई छिटो बनाउन सक्छ, पक्कै पनि। तर हालैका अध्ययनहरूले के देखाउँछन् भने शिक्षा क्षेत्रका विशेषज्ञहरू, मतलब शिक्षक, सिकाइ वैज्ञानिकहरू, उहाँहरूले आफ्नो अनुभव र शिक्षाशास्त्रीय ज्ञान प्रयोग गरेर बनाएका फिचरहरू अक्सर बढी व्याख्यायोग्य र अर्थपूर्ण हुन्छन्। एआईले यो विद्यार्थी जोखिममा छ भन्नु मात्र पर्याप्त छैन नि। किन जोखिममा छ भन्ने कुरा शिक्षकले बुझ्न आवश्यक छ, ताकि उचित सहयोग गर्न सकियोस्। त्यसैले सबैभन्दा राम्रो अभ्यास भनेको विज्ञको ज्ञान र अटो एमएलको क्षमतालाई संयोजन गर्नु हो जस्तो देखिन्छ। ओके, यो प्राविधिक कुरा भयो। अब फेरि कक्षा कोठातिर फर्कौ है त। शिक्षकहरूले तुरन्तै प्रयोग गर्न सक्ने केही व्यावहारिक प्रविधि वा रणनीतिहरू छन् कि? स्रोतहरूले केही उदाहरण दिएका छन्। शिक्षकले छानेका छोटा छोटा युट्युब भिडियो क्लिपहरू प्रयोग गर्ने। त्यसपछि विद्यार्थीले कति बुझे भनेर जाँच्न कम दबावको अनलाइन क्विज गुगल फर्म्स वा एलएमएसबाट लिन सकिन्छ अनि शिक्षकले तुरन्तै प्रतिक्रिया दिने। अवधारणाहरूलाई यसरी सासाना टुक्रामा बाँडेर भिडियो र अन्तर्क्रियात्मक क्विज मिलाएर सिकाउँदा प्रभावकारी हुन सक्छ। अर्को रणनीति प्रतिक्रियाका लागि एआईको प्रयोग। यो कसरी काम गर्छ? के एआईले नै विद्यार्थीको काम जाँचेर प्रतिक्रिया दिन्छ त? पुरै जाँच्ने भन्दा पनि सहयोगीको भूमिका खेल्छ भनौँ न। जस्तै शिक्षकले धेरै विद्यार्थीको लिखित काममा प्रतिक्रिया दिनुपर्दा समय लाग्छ। हो त, धेरै समय लाग्छ।
यहाँ जेनरेटिभ एआईलाई प्रयोग गरेर हरेक विद्यार्थीको कामको लागि प्रतिक्रियाको पहिलो मस्यौदा तयार पार्न सकिन्छ। एआईले व्याकरण, संरचना वा विषयवस्तुबारे सामान्य टिप्पणी दिन सक्छ। त्यसपछि शिक्षकले त्यो मस्यौदा हेरेर त्यसमा आफ्नो विशेषज्ञता र विद्यार्थीको व्यक्तिगत आवश्यकता अनुसार थपथाप वा परिमार्जन गरेर अन्तिम रूप दिन सक्नुहुन्छ। यसले शिक्षकको समय बचाउँछ र विद्यार्थीले छिटो प्रतिक्रिया पाउँछन्, तर अन्तिम नियन्त्रण र मानवीय स्पर्श शिक्षककै रहन्छ। एजुकाउस र ओइसिडीले पनि यस्तो शिक्षक निर्देशित प्रयोगको सिफारिस गरेका छन्। ओहो, यो त निकै व्यावहारिक सुनियो। यसले शिक्षकहरूको कति समय बचाउला। अर्को एउटा अर्ली वार्निङ ड्याशबोर्डको पनि कुरा थियो नि अघि। यो फिचर इन्जिनियरिङसँग कसरी जोडिन्छ? हो, यो फिचर इन्जिनियरिङको प्रत्यक्ष प्रयोग नै हो। अघि हामीले कुरा गरेका सरल फिचरहरू जस्तै विद्यार्थीले एलएमएस कतिपटक लगइन गर्यो, असाइनमेन्ट समयमै बुझायो कि बुझाएमा, क्विजमा कस्तो अङ्क ल्यायो, यस्ता केही सूचकहरूलाई प्रयोग गरेर एउटा प्रणाली बनाउन सकिन्छ जसले कुन विद्यार्थीलाई थप सहयोग चाहिन सक्छ भनेर पहिल्यै सङ्केत दिन्छ। यो अर्ली वार्निङ प्रारम्भिक चेतावनी ड्याशबोर्डले शिक्षक वा परामर्शदातालाई त्यस्ता विद्यार्थीहरूप्रति ध्यान दिन र समयमै मानवीय पहुँच जस्तै अतिरिक्त ट्युटरिङ, मेन्टरिङ वा सामान्य सोधबुझ पुर्याउन मद्दत गर्छ। भनेपछि समस्या बढ्नु अघि नै थाहा पाउन सकिने भयो। हो, अनुसन्धानले देखाउँछ कि यस्ता प्रणालीहरूले विद्यार्थीहरूलाई असफल हुनबाट जोगाउन प्रभावकारी हुन सक्छन्। अनि स्रोतहरूमा खुला शैक्षिक स्रोत ओइआर, ओपन एजुकेशनल रिसोर्सेस र कम लागत पहुँचको बारेमा पनि उल्लेख थियो क्यारे? हो, यो पनि महत्त्वपूर्ण छ। खान एकाडेमी, युट्युब, फिट सिमुलेशन्स जस्ता धेरै निशुल्क र खुला शैक्षिक स्रोतहरू उपलब्ध छन्। यिनीहरूलाई कक्षा कोठाको सिकाइ र स्थानीय शिक्षक मेन्टरको सहयोगसँग जोड्न सकियो भने महँगो पाठ्यपुस्तक वा सफ्टवेयरको अभावमा पनि गुणस्तरीय सिकाइ सामग्रीमा पहुँच बढाउन सकिन्छ। तर यहाँ पनि शिक्षकको भूमिका त होला नि? विद्यार्थीहरूलाई सही तरिकाले प्रयोग गर्न मार्गदर्शन गर्नुपर्छ। यी सबै प्रविधि र सम्भावनाहरूको कुरा गर्दा हामीले सुरुमा उठाएको त्यो नैतिकता, समानता र नीतिको प्रश्न फेरि महत्त्वपूर्ण हुन्छ, हैन त? एकदमै। प्रविधि जति शक्तिशाली हुँदै जान्छ, यसको जिम्मेवार प्रयोग त्यति नै महत्त्वपूर्ण हुन्छ। ओइसिडी र युनेस्को दुवैले यसमा जोड दिएका छन्। एआई र डेटा प्रयोग गर्दा निष्पक्षता सुनिश्चित गर्नुपर्छ। कतै यसले निश्चित समूहका विद्यार्थीलाई हानि त पुर्याइरहेको छैन। पारदर्शिता हुनु पर्यो, प्रणालीले कसरी काम गर्छ र निर्णय लिन्छ भन्ने कुरा बुझ्न सकिने हुनु पर्यो, अनि विद्यार्थीको गोपनीयताको पूर्ण सम्मान हुनु पर्यो। यी सिद्धान्तहरू त राम्रा छन्, तर यिनीहरूलाई व्यवहारमा कसरी उताल्ने त? संस्थाहरूले के गर्न सक्छन्? स्रोतहरूले केही व्यवहारिक कदमहरू सुझाएका छन्। पहिलो, स्पष्ट र सरल डेटा नीतिहरू बनाउने। विद्यार्थीको डेटा कसरी सङ्कलन गरिन्छ, केका लागि प्रयोग गरिन्छ, कतिसम्म राखिन्छ, कसले पहुँच गर्न पाउँछ र यसका लागि विद्यार्थी अभिभावकको सहमति कसरी लिइन्छ भन्ने कुरा प्रष्ट हुनुपर्छ। ठिक छ। दोस्रो, एआई मोडलहरू कतिको व्याख्या योग्य छन् भन्ने कुरामा ध्यान दिने। तेस्रो र सायद सबैभन्दा महत्त्वपूर्ण, शिक्षकहरूलाई तालिम दिने। उनीहरूलाई यी प्रविधिहरू प्रयोग गर्न मात्र होइन, यसबाट आउने डेटा र एनालिटिक्सलाई जिम्मेवारीपूर्वक कसरी व्याख्या र प्रयोग गर्ने भनेर सिकाउने। एकदम सही। ठिक छ, हामीले धेरै कुराहरूमा छलफल गर्यौं, अन्तर्राष्ट्रिय दृष्टिकोणदेखि लिएर कक्षा कोठाका व्यावहारिक उपकरणहरू र नैतिक विचारहरूसम्म। अब यो गहिरो विश्लेषणको अन्त्यतिर जाँदा मुख्य सन्देशहरू के हुन् त? सारमा भन्नुपर्दा आइसिटी र एआई शिक्षाका लागि अत्यन्तै शक्तिशाली उपकरण बन्न सक्छन्, तर यिनीहरूको सफलता प्रविधिमा मात्र निर्भर हुँदैन। सफलताका लागि यिनीहरूलाई विचारपूर्वक, शिक्षाशास्त्रलाई केन्द्रमा राखेर र नैतिक सिद्धान्तहरूलाई ध्यानमा राखेर प्रयोग गर्नुपर्छ। प्रविधिले सधैँ शैक्षिक लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नुपर्छ, प्रविधि आफै लक्ष्य बन्नु हुँदैन। अनि डेटा र एआईको भूमिकाबारे के भन्न सकिन्छ? निष्कर्ष के रह्यो?
अर्को महत्त्वपूर्ण निष्कर्ष हो डेटा विद्यार्थीहरूको न्याय गर्न होइन, उनीहरूलाई सहयोग गर्न प्रयोग हुनुपर्छ। एनालिटिक्सको उद्देश्य विद्यार्थीलाई फेल वा पास भनेर लेबल लगाउनु होइन, बरु उनीहरूलाई कहाँ कठिनाइ भइरहेको छ भनेर बुझेर सही सहयोग पुर्याउनु हो। र एआईले शिक्षकको भूमिकालाई विस्थापित गर्ने होइन, बरु शिक्षकलाई थप सशक्त बनाउने र उनीहरूको मानवीय क्षमतालाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने हुनुपर्छ। यो कुरा बारम्बार आएको छ। स्रोतहरूले शिक्षक र संस्थाहरूलाई सुरु गर्नका लागि केही ससाना व्यावहारिक कदमहरू पनि सुझाएका थिए जस्तो लाग्छ मलाई। हो, एकदमै। जस्तै आजैबाट सुरु गर्न सकिने कुराहरू, के राम्रा युट्युब भिडियोहरू छानेर त्यसपछि एउटा सानो अनलाइन क्विज बनाउने प्रयास गर्ने, आफ्नो एलएमएसबाट 3वटा सरल फिचरहरू जस्तै हप्तामा कति पटक लगइन भयो, कतिवटा क्विज प्रयास गरियो, सामग्री हेर्न कति समय बिताइयो, यस्तो डेटा सङ्कलन गरेर त्यसलाई विश्लेषण गर्ने प्रयास गर्ने। एउटा सानो असाइनमेन्टको लागि मात्र भए पनि एआई सहायताले प्रतिक्रिया दिने प्रक्रिया परीक्षण गर्ने अनि आफ्नो संस्था वा विभागमा डेटा कसरी प्रयोग भइरहेको छ भन्ने बारे एउटा सानो विवरण, मतलब सहमति, उद्देश्य, कति समय राख्ने बारे त्यो तयार गर्ने। यी सानै देखिए पनि महत्त्वपूर्ण सुरुवात हुन सक्छन्। अन्त्यमा यो स्रोत सामग्रीले समग्रमा के सन्देश दिन खोजेको छ जस्तो लाग्छ तपाईँलाई? समग्र सन्देश भनेको प्रयोग गर्न नडराउँ, तर सधैँ सोच विचार गरेर गरौँ। स्थानीय स्तरमा सासाना प्रयोगहरू सुरु गरौँ। प्रविधिभन्दा शिक्षाशास्त्रलाई सधैँ अगाडि राखौँ। डेटालाई विद्यार्थीको भलाइका लागि प्रयोग गरौँ, उनीहरूलाई जाँच्न होइन। अनि राम्रा र नैतिक अभ्यासहरू विकास गर्न आपसमा सहकार्य गरौँ। साँच्चै मननयोग्य कुराहरू। यो छलफलले आइसिटी र एआईको सम्भावना र चुनौती दुवैलाई निकै प्रष्ट पारेको छ जस्तो लाग्यो मलाई। हो, र यो छलफललाई बीट मार्नु अघि एउटा प्रश्न सोचाइका लागि छोडेर जाउँ न त। कल्पना गरौँ, यी शक्तिशाली प्रविधिहरूलाई यदि हामीले साँच्चै नैतिक सिद्धान्तहरू र समताको चाहनाले निर्देशित गर्यौं भने के यिनीहरूले परम्परागत शैक्षिक प्रणालीका पर्खालहरू भत्काएर हरेक सिकारुका लागि उनीहरूको पृष्ठभूमि वा क्षमता जेसुकै भए पनि साँच्चै व्यक्तिगत र अर्थपूर्ण सिकाइ यात्रा सम्भव बनाउन सक्लान्? यसले शिक्षामा समानता र पहुँचको भविष्यलाई कसरी पुनः परिभाषित गर्न सक्ला? यो एउटा ठूलो प्रश्न हो।